हजुरहरु सबैलाई आज फेरि म मेरो युट्युब च्यानल डाक्टर साथीमा हार्दिक स्वागत गर्दछु। बिरामीहरु हेरिरहँदा फेरि एउटा महत्त्वपूर्ण विषय सधैँ सोधिराख्नुहुन्छ बिरामीहरुले। डाक्टर साहब मैले यो चिनी खाने कि मह खाने भनेर सोध्नुहुन्छ। विशेषतः डाक्टरले हेरिराख्ने बिरामीहरु मध्ये सुगर रोगका बिरामीहरु हुनुहुन्छ, कतिपय मुटुका बिमारीहरु हुनुहुन्छ, कतिपय कलेजो रोगको बिरामीहरु हुनुहुन्छ, कतिपय विभिन्न संक्रमणका बिरामीहरु हुनुहुन्छ र एलर्जीका बिरामीहरु हुनुहुन्छ। यी सबै बिरामीहरुलाई वास्तवमा चिनी र मह कतिको सुरक्षित छ भनेर आजको भिडियोमा म जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिलो कुरा हामी सबैलाई थाहा छ, मह चाहिँ मौरीले बनाउने पदार्थ हो। फूलको रसबाट बनाइन्छ मह भने चिनी चाहिँ बन्छ हाम्रो उखुबाट आउने रसलाई रिफाइन रूपमा चिनी बनाइन्छ। महमा हुने मुख्य कुरा चाहिँ तपाईको फ्रुक्टोज, ग्लुकोज, एन्टिअक्सिडेन्ट र केही मात्रामा केही ट्रेस मिनरल्सहरु पनि हुन्छ भने चिनीमा चाहिँ सिर्फ फ्रुक्टोज र ग्लुकोज मात्रै हुनुहुन्छ। यसरी दाँच्दा फेरि पनि चिनीको दाँजोमा महमा चाहिँ अतिरिक्त मात्रामा एन्टिअक्सिडेन्ट र केही मिनरल्सहरु पाइन्छ। अलिकति फाइदाजनक हो कि भनी थाहा हुन्छ। अब यो दुईटै पदार्थले हाम्रो शरीरको चिनीमा गर्ने असर, हाम्रो सबैको शरीरमा रगतमा चिनीको मात्रामा गर्ने असर हेरौं। यो दुईटैले दाँच्दा फेरि एउटा ग्लाइसेमिक इन्डेक्स भन्ने हुन्छ। ग्लाइसेमिक इन्डेक्स चाहिँ महको दाँजोमा चिनीको अलि बढी हुन्छ। त्यो भनेको के हो भने हामीले त्यो पदार्थ खाइसकेपछि कति छिटो रूपमा चाहिँ रगतको चिनी बढ्छ भनेर भनेको। यस अर्थमा पनि महको दाँजोमा चिनी खाँदा फेरि जुन चिनीको मात्रा एकदमै छिटो बढ्छ र यो कारणले गर्दा पनि त्यसले के गर्छ भने डायबिटिज पेशेन्टहरुमा छिटो चिनी बढाउन सक्दछ। अब जाउँ विभिन्न रोगहरुमा यसका प्रभावहरु। पहिलो रोग त डायबिटिजबाट सुरु गरौं। हुनु त चिनी रोगका बिरामीहरुलाई मह र चिनी दुईटै त्यति सुरक्षित भने होइन। तर लिनै परेको खण्डमा, गुलियो चीज बार्नै नसकेको खण्डमा थोरै मात्रामा मह फाइदा देखिन्छ चिनीको दाँजोमा। अघि नै मैले भनिसकेको छु, चिनीले एकदमै छिटो मात्रामा सुगर बढाउँछ भने महले थोरै अलि बिस्तारै बढाउने भएको हुनाले चिनी भन्दा कम हानिकारक छ मह। र यदि लिनै परेमा थोरै मात्रा चाहिँ मह लिनुस्। सकेसम्म यो दुईटै चीज चाहिँ सुगर रोगीहरुलाई फाइदाजनक देखिन्न। दोस्रो रोग जाउँ मुटु रोग। मुटु रोगको लागि चाहिँ जसलाई चिनी रोग छैन, जस मुटुको मात्रै समस्या छन् भने पनि मह र चिनीको दाँजोमा महमा भएका केही पदार्थहरूले शरीरको कोलेस्ट्रोल घटाउने देखिन्छ। त्यसो हुनाले कोलेस्ट्रोल घटाएर थोरै मात्रामा भए पनि मुटुलाई सुरक्षा दिइरहेको हुन्छ भने चिनीले चाहिँ कोलेस्ट्रोल बढाउने हुनाले चाहिँ हामीले के देखाउँछ त भन्दाखेरि मुटु रोगीहरुमा चाहिँ चिनीको दाँजोमा मह ठीक छ है। तेस्रो रोग जाउँ लिभर, कलेजो रोग। कलेजो रोगहरुमा चिनी राम्रो हुँदैन। चिनीले कलेजोमा बोसो धेरै जम्मा गर्न सक्छ र त्यसले गर्दाखेरि कलेजो रोगलाई अप्ठ्यारो बनाउँछ भने महले पनि कलेजोमा केही समस्या त गराउन सक्छ। तर फेरि अघि मैले भनेको जस्तै चिनीको दाँजोमा मह भने त्यति धेरै हानिकारक छैन कलेजो रोगीहरुमा है त। तर सबैभन्दा महत्त्वपूर्ण कुराहरु भनेको के हो भने महले चिनीको दाँजोमा चाहिँ हाम्रो शरीरमा एलर्जी घटाउँछ। कतिपयलाई घाँटीको एलर्जी, नाकको एलर्जी भएर एकदम छुछु लागिरहेको छ भने उहाँले बिहान चिनी पानी अथवा चिया खानुभन्दा थोरै मह लिएर मह पानी खाँदा अथवा थोरै कागज हालेर खाँदा अझै फाइदा देखिन्छ। त्यसो हुँदा जो कसैलाई एलर्जीका समस्या छ भने चिनीलाई छोडेर महतर्फ जान पर्छ। यसरी इम्युनिटी, शरीरमा कुनै संक्रमणहरु छन्, जस्तै विभिन्न किसिमका भाइरसका संक्रमणहरु, ब्याक्टेरियाका संक्रमणहरु छन् भने हाम्रो शरीरको इम्युनिटी बढाउनको लागि चाहिँ चिनीको दाँजोमा मह निकै लाभदायक देखिन्छ। यस्तो अवस्थामा चाहिँ तपाईले चिनी खानुभन्दा महतिर जानु आवश्यक देखिन्छ। आजको यस भिडियोमा हामीले मह र चिनीका केही स्वास्थ्यमा गर्ने फरकहरु बारे छलफल गर्यौं र मेरो सल्लाहमा चाहिँ तपाईले
यदि डायबिटिज छ, मोटोपनहरू छन् भने यी दुईटै चिजहरू तपाईले नलिनु। मुटुका रोगहरू छन्, थोरै कलेजाका समस्याहरू छन्, इम्युनिटी सम्बन्धी समस्याहरू छन्, संक्रमणहरू छन् भने चिनीको सट्टा मह थोरै मात्रामा लिँदा तपाईको शरीरलाई फाइदाजनक देखिन्छ है। यसतर्फ विचार गर्नुस्। केही जिज्ञासाहरू छन् भने कमेन्ट सेक्सनमा राख्नुहोला। आजलाई भने यस भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।